फेरि चुनाव आउँदैछ, फेरि भाषणहरू ठूला हुनेछन्, प्रतिज्ञाहरू बढ्नेछन् र भावनाहरू अझ तीव्र हुनेछन्। पार्टीहरूले भोट माग्नेछन्, नेताहरूले विश्वास माग्नेछन्। तर भोट दिनु अघि हामी सबैले एउटा इमानदार प्रश्न सोच्नु पर्नेछ। हामी सही नेतृत्व छान्दैछौँ कि लोकप्रियताको पछि लाग्दैछौँ? हरेक चुनावमा हामी भावनामा बग्छौँ, सामाजिक सञ्जालमा झगडा गर्छौँ, व्यक्तिको पक्ष लिन्छौँ, मानौ देशभन्दा व्यक्ति ठुलो हुन्छ। तर चुनाव पछि समस्या उही रहन्छ, बेरोजगारी, भ्रष्टाचार र युवाहरू विदेशिँदै। तर यस चुनावमा धेरै नयाँ अनुहारहरू देखिएका छन्। पूर्व पत्रकार, सेलिब्रिटी, सोशल मिडिया इन्फ्लुएन्सर र चर्चित व्यक्तिहरू। तर स्पष्ट बुझौँ, नयाँ अनुहार हुनु भनेको देश विकासको ग्यारेन्टी होइन, लोकप्रियता अनुभव होइन, चर्चित हुनु दृष्टि होइन र अनलाइन ट्रेन्ड हुनु शासन क्षमता होइन। देश चलाउनु टेलिभिजन कार्यक्रम होइन, सोशल मिडिया क्याम्पेन होइन र यो कुनै मजाक पनि होइन। आज धेरै मानिसहरू तयारी बिना लोकप्रियतावाद लिएर राजनीतिमा आउँदैछन्। उनीहरू जनतालाई मनपर्ने कुरा बोल्छन्, तर देशलाई चाहिने कुरो होइन। जटिल समस्यालाई सरल उत्तरले ढाक्छन्, योजना बिना ठूला सपना देखाउँछन्। यसभन्दा घातक कुरा सामाजिक सञ्जालको दुरुपयोग। काटघाट गरिएका भिडियो, आधा सत्य, नक्कली आक्रोश र अनलाइन भिड मार्फत लोकप्रियता बढाइन्छ। तर लाइक कानुन होइन, सेयर नीति होइन र फलोअर्स समाधान होइन। एल्गोरिदमले देश चल्दैन। राजनीति चर्चित हुने छोटो बाटो वा मार्केटिङ प्रोजेक्ट बन्नु हुँदैन। त्यसैले सोच्नुपर्छ, यी नयाँ अनुहारहरू किन आएका हुन्? साँचो राष्ट्र सेवाको लागि कि सत्ता, पद र धाकको लागि? दीर्घकालीन सुधारका लागि? नयाँ अनुहारहरू स्वागत योग्य छन्, तर केवल तब जब उनीहरूसँग ज्ञान, जिम्मेवारी र जवाबदेहिता हुन्छ। किनकि जब चुनाव भावना र हेरफेरको धारामा हुन्छ, देशले मूल्य चुकाउँछ। एउटा कुरा बुझ्नु जरुरी छ, नेता फेरिन्छन् तर सिस्टम रहिरहन्छ। सिस्टम कमजोर भयो भने इमानदार नेता पनि असफल हुन्छ। तर सिस्टम बलियो भयो भने खराब नेतामाथि पनि नियन्त्रण हुन्छ। त्यसैले भोट मनोरञ्जन होइन, यो जिम्मेवार हो। यो चुनाव सिटको मात्र विषय होइन, यो देशको कुरा हो। भोट हाल्नुभन्दा अगाडि सोचौँ, लोकप्रियता भन्दा जिम्मेवारी छानौँ। किनकि नेपालको भविष्य ट्रेन्डले होइन, हाम्रो छनौटले तय हुन्छ।